नमस्कार हजुरहरू सबैलाई। आजको मौसम चाहिँ हाम्रो यस्तो छ हजुर। अहिले ठिक 3:55 भएको छ टाइम। अब हाम्रो ट्रेनिङ स्टार्ट हुनेछ यहाँनिर र हाम्रो केटाहरू अघि आइसकेको छ। भारी बोक्न थालिसके केटाहरूले। हाम्रो ट्रेनिङ गर्ने सामानहरू बोकेर आउँदैछन् केटाहरू। एउटा अनुज, एउटा अगम, दुईजना। र आज हाम्रो न्यू डे न्यू ब्लग स्टार्ट भइसकेको छ र म यहाँ जुत्ता लाउँदैछु हजुर। आजको हाम्रो ट्रेनिङ भनेको ठ्याक्कै 4 बजीदेखि हुनेछ। 4 अलिक बढी हुन्छ होला, त्यही पनि हामी गर्नेछौँ ट्रेनिङ जारी छ हाम्रो। ट्रेनिङ जारी छ, ब्लग जारी छ। हजुरहरूले एकदम माया गरिदिनु होला। आज किपर पनि छ एकदम। आजको मौसम एकदम ट्रेनिङ गर्ने खालको छ एकदम। आज चाहिँ बल छ ब्याट दाइ। आज चाहिँ सबैजना आएको छ। जोस ओ अनुज दाइ, अलिकति केही रमाइलो हुनेछ आज। अनुज दाइ आज बल ल्याउनु लाउनु नि टाढा अझै छ। पानी पनि पर्ला जस्तो भइरहेछ आज है, तर पानीले हामीलाई रोक्ने छैन। किपरलाई त कहाँ रोक्छ नि? पानीले हामीलाई एकदम रोक्ने ओर्ने छेक्ने केही छैन। हामी बास ट्रेनिङ गर्न आएको, ट्रेनिङ गर्ने हो। तपाईँहरूलाई सुख दुःख पानी झरीमा भयो नि हामी भिडियो बनाएर देखाउनेछौँ ट्रेनिङको। आज खेलिँदैन। बलले त भाइ ढल छ पिकनिक कि ढल्यो नि त टेन्सन हुन्छ त। र अब हाम्रो यहाँ ट्रेनिङको लागि सेटअप गर्न जाँदैछु म। हामी पहिला वार्मअप ड्रिल गर्नेछौँ पहिला, त्यसपछि हाम्रो ट्रेनिङ स्टार्ट हुनेछ। घाम पनि लाग्दैछ आज, बल्ल बल्ल यार। ठिक छ ठिक, घाम पनि लागेको राम्रै हो। र यहाँ म अब हाम्रो ट्रेनिङ गर्ने बनाउन गइरहेछु। धन्यवाद। यसरी भेटरान्स टिम हो ट्रेनिङ बिनाको। ला साउडेहरू छ नि यहाँनिर, बोल्ने धेरै छ खेल्ने भन्दा नि यहाँनिर। हाम्रो रिजनले बल खेल्दै हुन्छ।
हाम्रो ट्रेनिङको सेटअप चाहिँ भइसकेको छ। अब हाम्रो ट्रेनिङ गर्न गइरहेछौँ है। हाम्रो ट्रेनिङको सेटअप यस्तै छ आजको रिल्सहरू हो। आज अलिक बढी छ मान्छे। आजदेखि चाहिँ हाम्रो पुरै ट्रेनिङ स्टार्ट हुन्छ राम्रोसँगले। वर्ल्ड गेम पनि आउँदैछ। वर्ल्ड गेमको लागि पनि हुनेछ यो ट्रेनिङ चाहिँ। अब ट्रेनिङ ल ट्रेनिङ चाहिँ आजको सकेको छ। मेरो भाइ पिके भाइ ह्यान्डसम भाइ यार। ब्रोइलर खाएर ब्रोइलर जस्तो भइसकेको छ कोरोना गएर। ह्यान्डसम। र आजको ट्रेनिङ सकेको छ र पसिना भयो आज। र अब एकछिनमा हाम्रो म्याच खेल्नेछौँ। ल फेरि आउँदैछ भिडियोहरू, सपोर्ट गरिदिनु होला है। ल धन्यवाद। तेरो माथि सिधै हो, तेरो माथि आएको भयो।
Kita